ज्ञानको घरमा तपाईँ सम्पूर्णलाई स्वागत छ दर्शकबिन। यति बेला हामी रुन्टीगढी गाउँपालिका वार्ड नम्बर 3 मा विपद व्यवस्थापन सम्बन्धी विभिन्न बुद्धिजीवीहरूको बीचमा आज विशेष छलफलमा जुटेका छौँ। हेर्न नभुल्नुहोला। हामी समाजसेवी राजनीतिक दल र समाजका अगुवाहरूले गर्न पर्ने काम रहेछन् भन्ने एक खालको चाहिँ त्यो उत्प्रेरणा दिने खालको यो निर्देशन गरे हो यस हिसाबले। तर हामीले हजुरहरूले भने जस्तै योजना बनाउने, खानपान बाटो बनाउने, खानपान बनाउने यस्ता काम यसले केही गर्दैन। यसको काम भनेको जस्तै कुनै टोलमा मानव घरनामा आग लाग्यो होला, आगलाई नियन्त्रण गर्नलाई के गर्ने त? जस्तै यो समितिले वडाका थप 2-4 जना टोलका मान्छे बोलाएर अग्नि नियन्त्रण कसरी गर्ने, अब तपाईको फायर लाइन कसरी बनाउने, आगो मार्ने के कुन तरिकाले आगो मार्न सकिन्छ त्यो त तालिम हुन्छ नि। त्यतिकै तपाईँ गरेर आगोमा बसेर त मार्न सकिन्न। तिनलाई तालिम दिने, सचेतना गर्ने, जस्तै तपाईँको चाहिँ मिडियामा रेडियोमा प्रचार प्रसार गरेर अब तपाईँको आगलागी प्रज्वलनशील पदार्थहरू जथाभावी प्रयोग नगर्नु होला भन्ने होइन, यस्ता कुराहरू चाहिँ जनतालाई सिकाउने, चुरोटहरू सलाई पोलेर जथाभावी बन्न नफाल्नु होला भन्ने प्रचार प्रसार गर्ने, माइकिङ प्रचार हुन्छ कि अरू केही हुन्छ कि अब यस्ता कुराहरू गर्ने, जनचेतना कार्यक्रम गर्ने होइन। यस्ता गर्नलाई हो यो। यसले कोही बाटो बनाउने उ गर्ने त्यस्तो होइन। यसले के हो भने मान्छेले सचेत बनाउने। जस्तै तपाईँको यो विपद भने जस्तै घरहरू उयो चाहिँ के भयो भने पहिरोले चाप्ने जस्तो जोखिमयुक्त घर छ भने त्यो घरवाला मान्छे चेतनाको हिसाबले अति कमजोर छ भने हामीले त्यहाँ गएर तपाईँको यो खतरा छ है होइन, यसलाई चाहिँ बस्ती स्थानान्तरण गर्नुहोस्, अर्को ठाउँमा सार्नुहोस् होइन, यो अथवा तपाईँको यो ठाउँभन्दा यता अलिक सुरक्षित छ भन्ने खालको सचेतना हाम्रो समितिले निर्णय गरेको। जस्तै भइयो भने के हुन्छ त्यसमा? त्यही त बजेट हुन्छ, कोष हुन्छ, त्यही त यसको तपाईँ विपद व्यवस्थापन कोष पालिकामा हुन्छ होइन। जस्तै तपाईँको कुनै घर बारी पहिरो आएर त्यसले चाहिँ छेरी पुर्याइयो होइन, यति माथेर उहाँ घर माथेर एकचोटि छेरी पुर्याइदियो, नयाँ घर बनाएको बाहिरबाट आयो चाप्यो गाह्रो नै सब भर्काएर फाल्यो, त्यसलाई चाहिँ पछि तपाईँको अब त्यस्तो भयो भने पालिकामा चाहिँ निवेदन पेश गरेपछि उहाँहरूले पूर्ण रूपले जति क्षति भएको छ त्यति नभए भने कम्तीमा राहत मिल्ने गरी होइन, उसले अलिअलि भए मलमपट्टि हुने गरी त्यो दिने व्यवस्था हुन्छ। त्यो प्रक्रिया फेरि हामीले वडाबाट चाहिँ प्रक्रिया अगाडि बढाउँदै लग्दै भने पालिकाले दिन्छ। त्यस कारण अब यस्ता कुराहरू गर्नलाई कार्ययोजना बनाएर परिचय गरेर जस्तै यही बैठक बस्छौँ हामी। बैठकमा अहिले प्रारम्भिक चरण हो, भोलि तपाईँको अब बैठकमा सबै मान्छेको फुर्सद नहोला, महिनामा एकचोटि बस्न पर्छ। बैठकमा त यस्तो अब खाजा खाइन्छ, खर्च कोही यातायात चाहिएला 200-400 चाहिएला, त्यो गर्नको लागि फेरि यही निर्णय समितिले निर्णय गरेर बजेट विनियोजन गर्यो भने नै अब त्यहाँ फेरि यो कार्यान्वयन खाजा खाने पैसा पनि त्यही भयो होइन। यातायातको चाहिँ अब 100-200-400 जति सकिन्छ दूरी अनुसार त्यो दिन सक्ने भने त्यही भयो, त्यसो गर्न सकिने हो। अब कोही सचेतना कार्यक्रम ब्यानर लगाएर तपाईँ हामी गएर त्यहाँ तपाईँको बाहिरबाट कोही विज्ञ ल्याएर चाहिँ छलफल गराउनु पर्ने, त्यहाँ चेतना पर्ने भयो भने त्यही बजेटिङ गर्नुपर्ने, त्यो गर्न सकिने हो। त्यस विषयमा फेरि अब चाहिँ बैठक बसेर गरौँला, हजुरहरू बारे सुझाव अनुसार कहाँ के गर्न सकिन्छ होइन। अब विशेष गरी विपद हुन सक्ने प्रबल सम्भावना भएका ठाउँहरूका मान्छेहरू